महोत्सवको गेट पनि लागेकै छ। माघ 7 देखि 17 गतेसम्म रहेछ। सैनिक तालिम केन्द्र हेर्नुहोस्। रहेको छ त्रिशुली नदी हो तल। त्रिशुली बजार आइपुगेको छ। अब हामी त्रिशुली बजारबाट माथिर लाग्यो। यो बाटो हुँदै जाने हो। पावर हाउस देखिरहेको छ। बिजुलीको पावर हाउस कम पानी छ। बर्खामा पानी धेरै हुन्छ। पावर हाउस बाटो हुँदै जान्छ। यो पावर हाउस चाहिँ के छ भने यहाँ तलतिर यो पावर हाउस सरारा लाग्छ। धेरै आँपहरू फल्थ्यो। आफै आँपको यो बोट हो। यो पनि साइड भन्छ कि अब हामी सामरी मुनि 30 वर्ष अगाडि पनि यो बाटो यस्तै थियो। यस्तै छ। यसको केही सुधार हुन सकेको छैन। त्यही छ। बर्खामा बडा बिजोड हुन्छ। अहिले ठुलो मैलो पानी परे हिलो गाह्रो छ। कारणले होला सायद अहिले चाहिँ हाम्रो यो सामरी बजारभन्दा मुनिको यो बाटो अहिले ग्राभिट गर्ने कार्य विस्तृत भइरहेको रहेछ। अहिले चाहिँ केही होला जस्तो छ। सायद हुन त 2-3 वर्ष अगाडि पनि यस्तै भएको थियो। पिच गर्न जस्तै गरेको थियो। बर्खा पानी पुरा उतालिन्छ। लोकमार्गको बाटो हो। अहिले हामी चाहिँ फेरि जोडचोड घर नजिक आइपुगेको छ। बाटो हेर्नुहोस् जस्तो तस्तै छ। केही सुधार भएको छ। आइपुग्दैछ। यहाँनिर हो मेरो घर। यो जो बाबाले दिएको जग्गामा चौतारा बनाएको। यहाँ बुढापाका गफगार गाउने हुन्छ। यो मम्बर निवासको गेटभित्रबाट मेरो घर हो। यो देखिरहेको दृश्य मेरो घर। जग्गाहरू पुरा खाली छ। यहाँ कोही बसोबास गर्दैन। यस्तै छ। के गर्नु। घर मात्र सिँगै बसिरहेको छ। यता परालहरू जसले यति गर्नुभएको छ उहाँले राख्नु भएको होला सायद। कसले राख्नुभयो पनि थाहा छैन। के गर्ने। हामी त आउँछ बाहिर यसो दृश्य हेऱ्यो गयो। फेरि 2-4 महिना फेरि आउने काम पर्छ। बाहिर दृश्य हेऱ्यो फेरि गयो। यो मुनतिर हाम्रो खेतहरू हो सबै। पहिला 5 वर्षको लागि हामीले टनेराको लागि दिएको थियो। यो वर्ष यसको समाप्त भएको छ। त्यसैले यो टनेरा सब भत्काएर अहिले खाली जग्गा छ। सायद अब अरू कसैले यहाँ खेती गर्दैछ। उद्यमा हेर्नुहोस् यस्तो राम्रो जग्गा छ। तर के गर्नु। गर्ने मान्छे कोही छैन। हामी सबै बाहिरतिरै खोलाले बेला बेला दुःख दिइरहेको हुन्छ। यहाँ यो खोला छ। खोलाको भारी जग्गाहरू धादिङको हो। धादिङ नीलकण्ठ नगरपालिकाले सायद भेट्छ। अन्त नुवाकोट हेर्नुहोस् यो हो थोप्पल खोला। यो हुँदै यो खोला जान्छ धादिङ बेसी। हेर्नुहोस् यति ठुलो चितवनको जस्तोहरू
ठुलो ठुलो पाटा भएको खेतहरू छन् बारी। अब के गर्ने, यहाँ 3 बाली उब्जनी हुन्छ तर के गर्नु, 1 बाली रोप्न पनि यहाँ कोही पाउँदैन, पुरा खाली छ। हेर्नुहोस् अब के गर्ने, यस्तै छ गाउँघरको जिन्दगी। यी ठुलो फाँटाहरू छन्। यो तोरीबारी पनि हाम्रै हो, हाम्रै छिमेकी दाइले रोप्नु भएको छ। अति राम्रो तोरी फुलाएको छ, हेर्नुहोस् नन्दैक। लाग्यो फेरि गाउँतिर जन्मभूमि गाउँ धादिङ। यहाँ आएर हाम्रो नुवाकोटको एरिया समाप्त हुन्छ। खोलाबाट सिमाना छ, अनि धादिङ नुवाकोट गेट छ। धादिङको यताउति डक्टर गाउँ परेको यात्रा धादिङको सुरु हुन्छ। कति मजा बाटो मार्किङ भनेर आयो। बिहानै बसमा जान्छ भनेर बसमा गएको। हामी घ्याउमा आएको बेला ममसँग भेट्न आएको हाम्रो 90 वर्षको ममलु हामीलाई चिया पकाएर दिँदैछ। रङ बनाउनुमा रङ बनाउनुमा कति तगडा हुनुहुन्छ ममलु। अब हामीलाई के दिन लाउनु भएको हो। Just
दुई वर्ष जति चाहिँ आउनुभयो त्यसपछि त आउँदैन सकेर फेरि काठमाडौँको यात्रातिर फर्किँदै हो हेर्नुहोस् यात्राको क्रममा खाना खाने ठाउँमा ओर्लाउँदाखेरि तलतिरको दृश्य हेर्नु कुहिराले पुरा ढाकेको चाहिँ नुवाकोटको उज्रु भन्ज्याङ भन्ने ठाउँमा होला हो हेर्नुहोस् तलतिर चारै पुरा कुहिरोले टम्म ढाकेको छ कस्तो राम्रो दृश्य देखेको आनन्ददायक र दामी छ यहाँ टाउट माछाको साथ खाना खाने हो ढलान घरमा ढलान गरेको दृश्य हेर्नुहोस् खानाको मेनु हेर्न तल बादलले कस्तो मजा देखेको है ढाके टाउट माछाको खाना दाइसँग है ट्याक्क त्यसो हामीले